रुक्मेली जनताले जनार्दनले काम गर्छ कि गर्दैन भनेर कसैले भनिदिनु पर्दैन। जनताले आफै मूल्याङ्कन गर्छ र जनतालाई थाहा छ त्यो कुरा अहिलेसम्म गरेका कामको परिणामले थाहा छ क्या। परिणामले नै जनार्दनले पुष्टि गरिसकेपछि अब जनार्दनले यहाँ काम गर्छ कि गर्दैन भनेर कसैले प्रश्न उठाएर जनता भ्रमित हुँदैन, पहिलो कुरा। दोस्रो कुरा, जो सपना छ, जो एउटा योजना छ, त्यसलाई पुरा गर्ने हो। किनभने मैले मेरो राजनीतिको धेरै अब लामो समय मैले राजनीति नगर्ने पनि भनेको छु। यो अवधिमा मैले त्यो सपना हैन, गरिब मुक्त रुकुम, बेरोजगार मुक्त रुकुम हैन, विभेद मुक्त रुकुम बनाउने एउटा अभियानलाई नयाँ उचाइमा उठाएँ भने त्यो कुराले देश निर्माणमा योगदान गर्नेछ। रुकुमको त एउटा प्रगति हुन्छ नै, देश निर्माणमा प्रगति गर्नेछ। त्यसकारणले यो अर्को मेरो मुख्य लक्ष्य हो। मैले जनताको प्रतिनिधि भइसकेपछि काम गर्ने जनताको हो र यो जनताको काम गर्दा सबै राजनीतिक पार्टीलाई पनि मिलाउनु पर्छ। ती सबै पार्टीलाई मिलाउने भूमिका पनि मेरो रहन्छ।